हेलो एभ्रिवान, नमस्ते सबैलाई। म जोरको डिटेल सुजन। आज धेरै पछि म ब्लग लिएर आएको छु। 1 वर्षपछि। अनि अहिले चाहिँ म ओसाका नागोया छोडिसकेँ। म पहिला 2 वर्ष त्यहाँ पढाइसकेँ अनि अहिले चाहिँ म ओसाका छु। र ब्लग नगराम भनेको जताततैबाट ब्लग गरा त्यत्रो सब्सक्राइबर हेनतेन भन्छन्, त्यत्रो त नभनौँ 10,000 11,000, तर गर्नलाई धेरै गाह्रो हो। युट्युब जर्नी जसले चलाहा उसलाई थाहा हुन्छ नि त होइन। अनि लाइक त्यो कुरा हावा छोडिदिउँ है। अनि म चाहिँ आज टक्क केटाहरूले भनेर स्पेसल्ली हाम्रो उदय सर अनि हाम्रो मस्ती सरले मलाई ब्लगै गराएर पठाइरह अनि त्यही भएर चाहिँ मलाई बनाउनु पर्छ। अनि लाहा भन त्यस्तो भित्रैबाट बनाउनु पर्छ त छैन कि बनाऊँ न, हेर्दै जाऊँ। यो भिडियो बनाएर राम्रो लाग्यो भने फेरि नेक्स्ट पनि बनाउँला होइन। आफ्नै च्यानल त हो जति बनाए पनि भनेर। अनि अहिले चाहिँ म यहाँ मेरो आजै किनेको नयाँ साइकल, अनि यो साइकलमा चढेर चाहिँ अब म साकुरा पार्क जाँदैछु। जापानमा अब वर्षमा एकचोटि मात्र होइन, त्यही पनि जाडो मौसम सकेपछि अब यो टाइममा चाहिँ 1 हप्ताको लागि छोटो समयको लागि साकुरा भन्ने फुल फुल्छ। अनि त्यो फुल हेरेर चाहिँ जापानिजहरू गएर त्यो गार्डनमा बसेर चाहिँ होइन टक्क खाने एउटा रमाइलो इन्भाइरोमेन्ट गर्छन् होइन। अनि म चाहिँ अब कतिको फुल्यो भनेर हेर्नलाई जाँदैछु। यही हो गाइज साकुराको होइन। साकुरा अलिअलि अझै भएर नि रहेछ, जति सोचेको त्यति त भएन, तर ठाउँ चाहिँ बवाल छ है। लाइक पारी चाहिँ कति चाहिँ फुल्यो रहेछ झलमल्ल, तर लाइक त्यति साह्रो चाहिँ फुलेन। अझै यो वारीपट्टि साइड चाहिँ त्यति साह्रो फुलेन। त्यता पनि जान मिल्छ भने म एकचोटि ट्राई त गर्छु। तर हाम्रो साइडमा चाहिँ यो हो, मेरो रुमदेखि धेरै पनि छैन, हल्का टाढा हो। तर यसरी भिडियो बनाउनु त यहाँ नियममा राम्रो त होइन। यसरी चलाएर बनाउनु हुँदैन क्या। खास गरी मल चलायो भने चाहिँ 5,000 जरिमाना ठोकिदिन्छ यहाँको मामाहरूले। तर म सोझो हुन्छु कि लाइक भिडियो बनाउनु थाल्यो नि म यस्तो छैन कि लामो कैसे लोग रहते हैं यार यहाँ पर। मर्निङ वकको लागि यस्तो दौडिन यताउताको लागि चाहिँ यो फेमस छ होइन। त्यही पनि यति राम्रो सजाएको क्या यो खोला ठाउँ यताउता। यही हो है, विशेष गरी मैले हजुरहरूलाई देखाउन थालेको चाहिँ यही हो। यो चाहिँ धेरै अहिले त यहाँ सानो रहेछ, यो सानो बुट भयो होइन। खास गरी यो सब होल साकुरा बुट हो होइन। अनि सबै यो साकुरा नि साकुरा पछि यता भयो भने यस्तो राम्रो देखिन्छ, पुरै ढाकिदिन्छ कि यो भागहरू चाहिँ साकुरा नै साकुरा है, यति राम्रो देखिन्छ। अनि त्यही त त्यस्तो राम्रो देखिएपछि अनि मान्छेहरू त अभियसली आएर बस्ने खाने गरिहाल्छ नि त होइन। यहाँ बसेर अनि टक्क लाएर बसेर यस्तो पिकनिक खाए जस्तो कि फ्यामिली टाइपको आएर पिकनिक खाए जस्तो गर्छन्। अनि म चाहिँ अब त्यति साह्रो रहेछ, यो धेरै फुल्यो होला भनेको त हल्का मात्र रहेछ। अब भोलि पर्सिमा चाहिँ यो 2-3 दिनमै सरकै फल्ने, अनि 2-3 दिनमै फेरि लुवाते झर्छ क्या। त्यही भएर लुवाते झर्छ क्या, त्यही भएर अनि त्यही भएर चाहिँ यो अलिकति विशेष यहाँको होइन। अब म चाहिँ यत्तिकै फ्री राइड हान्नु पर्ला जस्तो, चिनेको ठाउँ छैन, नयाँ ठाउँ छ। सो म चाहिँ फ्री राइड गर्छु होइन। अनि मेरो साइकल यहाँ राख्यो, कस्तो राम्रो देख्यो है। अनि फ्री राइड गर्छु। नाटक गऱ्यो बुढाले 2-3 दिन त मैले पनि गरेँ। त्यसपछि शरीर दुखेर मर्न थाल्यो अनि छोडिदिएँ। कति गर्नु भन्दा अलि धेरै दिन गऱ्यो भने चाहिँ नर्मल हुन्थ्यो होला, तर मैले गरेन। सबै झ्याउला। रुममै बस्नु मन लाग्छ, खाली सुत्नै मन लाग्छ, खाली रुममै बस्नु मन लाग्छ। के गर्नु हो, झ्याउ लाग्ने। नयाँ ठाउँमा कोही छैन साथी, त्यही भएर के गर्नु जागर पनि लाग्दैन। केटाहरूले भ्लग गरेर हार भन्छ, खै के को भ्लग हाल्ने हो। केही खाना नि खाँदैन यो ठाउँको। मैले खाने भएको त केही ठाउँमा गएर खाएर देखाउनु हुन्थ्यो। जापानको केही खाइन्न, सबै गाईको र बुङ्गुरको मात्र मिक्स हुन्छ। अनि के खानु। ल म पुलनिर पुगेँ। अघि चाहिँ म यहाँ यता साइडबाट बनाइरहेको थिएँ। अनि भने नि त फ्री राइड, म यत्तिकै हिँडिरहेको छु, थाहा छैन केही पनि। अन्त यहाँ चाहिँ यसो यो ठाउँको बारेमा अब हिँडिराख्ने ठाउँ भएपछि अनि हल्का बुझिदिउँ भनेर आज साइकल भएको बेला हिँडिरहेको छु।
यहाँदेखि मिठो देखिरह सिनहरू मान्छेहरू काममा जाने गर्ने अघि यहाँ दुकान चढेको थियो जस मजा आइरहेको धेरै पछि भ्लग गराउँदाखेरि हल्का अनि खास गरी चाहिँ त्यो अब भिडियो किन हालेन भन्ने सोच्नु होला होइन किनकि फ्यामिली धेरै जस्तो कि मेरो फ्यामिली साथीभाइले हेर्नुहुन्छ नि त मेरो भिडियो अनि किन हालेन भन्दाखेरि भन्ने होला म घुमिरहेको पनि रमाइलो गरेर तर त्यो होइन कि लाइक आफूलाई यो मल बोकेर हिँडिराख्न त्यो ल्याङ्गे झ्याउने हुन्छ क्या अलि जापानिजहरूको अगाडि किनकि नयाँ देश नयाँ ठाउँमा नयाँ तरिकाको यहाँको चालचलनहरू मान्छेहरू बुझ्नु पऱ्यो नि त जहाँ पनि मल ठडाएको त भएन नि त होइन अनि त्यही भएर अब चाहिँ म सक्दो सहज वातावरणमा जहाँ यस्तो भिडियो बनाउँदा नि कहीँ फरक नपर्ने ठाउँहरूमा सानो सानो बेला बेलामा कन्टेन्टहरू दिइरहेको छु अनि हेर्दै जाम गर्दै जाम पहिला पनि त्यही त हुने सुरुमै त मलाई के थाहा थियो र गर्दै जाँदा फेरि त्यो आफ्नो एउटा दिमाग आइडिया चल्दै जान्छ सबै कुराहरू बढ्दै जान्छ नि त होइन अनि त्यसरी नै अब पनि गर्दै जाम गराउँदै जाम अनि त्यसपछि आइडियाहरू पनि बढ्दै जान्छ म किनकि अहिले त एडिटिङदेखि लिएर सबै कुरा बिर्सेँ जस्तो लाग्छ 2 वर्ष भयो कन्टिन्यू नै छोडिदिएको मैले टिकटक पनि अलिअलि बनाउँछु त्यति साह्रो बनाउँदैन त्यही भएर मलाई माया गर्नेहरूले खुसी हुनु फेरि म ब्याक भइसकेको छु